And then there were four. After 100 matches and countless memorable moments, we are finally into the semi-finals of the World Cup. So let's predict the semi-finals. पहिलो म्याच चाहिँ स्पेन भर्सेस फ्रान्स. फ्रान्स आर लुकिङ टु स्ट्रङ. किन भन्दाखेरि दे हेभ सो मेनी डिफरेन्स मेकर्स इन देम. किलियन एम्बापे, उस्मान डेम्बेले, माइकल ओलिसे, डिजेरे डुवे, अब डिफेन्समा उपमेक्यानो, सलिबा, जुस कुन्डे, अनि किपिङमा मेग्नेन. सो उनीहरू पेपरमा मात्रै नभएर पर्फर्मेन्स पनि धेरै डोमिनेटिङ छ कि कुनै पनि म्याच यस्तो लागेन कि स्पेन हल्का पनि स्ट्रगल गर्दैछ भनेर. क्वार्टर फाइनलमा लाग्यो कि मोरोको विल गेभ देम द टफ फाइट, तर त्यहाँ पनि ठ्याक्कै उल्टो भयो यार. वान साइडेड फ्रान्सले हरायो एन्ड दे आर इन्टु द सेमी फाइनल्स. र यदि यो म्याच फ्रान्सले जित्यो भने दे विल बी प्लेइङ देयर थर्ड कन्सेक्युटिभ वर्ल्ड कप फाइनल्स. द्याट इज जस्ट क्रेजी क्रेजी क्रेजी. अब अन द अदर ह्यान्ड स्पेनको जर्नी हल्का डिफ्रेन्ट छ. पहिलो म्याच त क्याब भर्दैसँग जहाँ स्पेनले ड्र खेल्यो. मान्छेहरूले थुप्रै क्वेसन्स उठाए, बट ग्रेजुअली स्पेन गट बेटर, द टिम गट बेटर. त्यसपछि साउदीलाई राउन्ड अफ 32मा हराउनु, पोर्चुगलसँग राउन्ड अफ 16को म्याचलाई मिकल मरिनीको लास्ट मिनट गोलले जिताउनु, बेल्जियमसँग पनि 2-1को स्कोर लाइनले जित्नु, क्वार्टर फाइनल आउँदासम्म एउटा पनि गोल कन्सेड नगर्नु. कुबार्सी र लापोर्टको पार्टनरसिप हेज बिन जस्ट ग्रेटर. रोड्री हेज बिन फिनोमिनल. पेड्रीले डिसपोइन्ट गर्यो यो टुर्नामेन्टमा. आई वाज एक्सपेक्टिङ अ लट फ्रम पेड्री, बट अनफर्चुनेटली त्यो भएन. अनि बिफोर कमिङ इन्टु दिस वर्ल्ड कप द म्यान टु वाच आउट फर अकर्डिङ टु मी वाज लमिन यमाल. तर इन्जुरीले गर्दा हो कि केले गर्दा हो, वी हेभन्ट सिन द बेस्ट अफ लमिन यमाल. सो आई एम एक्सपेक्टिङ हिम टु टर्न अप टुमोरो. फ्रान्स 65, स्पेन 35 भन्छु म, बट इट इज द सेमी फाइनल्स. इट इज जस्ट द्याट वान गेम. One moment can change everything. So my mind says France, but my heart says Spain. So let's see what happens. And the second semi-final is between Argentina and England. दुबईको स्टोरी सिमिलर छ. दुबई त्यति कन्भिन्सिङली यहाँसम्म पुगेका छैनन्, बट आई विल स्टिल गिभ एज टु इङ्ल्यान्ड. किन भन्दाखेरि मेक्सिकोले मेक्सिकोको घरमा गएर हराउनु, नर्वे जस्तो डार्क हर्सलाई हराउनु, प्लस दे हेभ टु जेन्युइन डिफरेन्स मेकर्स इन जुड बेलिङहम एन्ड ह्यारी केन. तर अर्जेन्टिनाको चाहिँ के छ भन्दाखेरि मेसी एन्ड जस्ट प्रे. मेसी बाहेक कुनै पनि प्लेयरले त्यस्तो म्याजिकल मोमेन्ट प्रड्युस गर्न सकेको छैन, अपार्ट फ्रम द्याट हुलियन अल्भारेज गोल इन क्वार्टर्स. सो आई थिङ्क इङ्ल्यान्ड हेभ बेटर चान्स अफ गोइङ थ्रु अन्टिल अनलेस लियोनल स्क्लोनी मेक्स सम चेन्जेस टु द 11. एन्ड वाइट थ्रेड चाहियो. गुलियानो सिमोनलाई ल्याऊ, निको पाजलाई कसरी इन्टिग्रेट गर टिममा, केही न केही चाहिँ गर्नु पर्यो. किन भन्दाखेरि अहिलेको जुन टिम छ त्यो धेरै न्यारो छ, लिमिटेड छ भन्छु. त्यस कारणले गर्दाखेरि चाहिँ चेन्जेस आर मस्ट फर अर्जेन्टिना. तर अर्जेन्टिनामा त्यही द्याट जज्बा, द्याट प्लेइङ फर मेसी एटिट्युड. आई समटाइम्स टेक्निकल एनालाइसिस हुन्छ पछाडि, यस्तो कुराहरूले नै टिमलाई अगाडि लाग्छ. सो अगेन माई माइन्ड सेज इङ्ल्यान्ड, बट माई हार्ट सेज अर्जेन्टिना. सो